नमस्ते नमस्तेवल जिसिकी बराई खामरिमो अरू के भन्छ टासीडिले कुसु ज्याङपो सेवारो आज चाहिँ हामी कहाँ जाँदैछौँ फर लन्च फर samosa for lunch. So today we are going to Soreng for lunch. हेर्नु सबैजना एक्साइटेड छ. Say hi Ellie. Elby. Hello. Anyo. Alu. अहिले भने चाहिँ हामी सोरेङ जाँदैछौँ है नानीहरूलाई लन्चको लागि आउटिङ पनि हुन्छ अनि लन्चको लागि पनि भनेर हामी यहाँबाट जस्ट हिँडेका छौँ. 2-4 जना नानीहरू चाहिँ घर गएको छ है. उनीहरूलाई चाहिँ हामी मिस चाहिँ गर्दैछौँ. उनीहरूले त हामीलाई मिस गरेको छैन, हामी चाहिँ मिस गर्दैछौँ. हामी चाहिँ अब जतिजना रहेको नानीहरू हामीसँग छ उनीहरूलाई लगेर चाहिँ आउटिङ साथसाथै लन्चको लागि हामी सोरेङ बजार जाँदैछौँ है त. कतिजनाले चाहिँ प्रितम भाइको पिजीमा चाहिँ कस्तो छ होला, एलिमिसको पिजीमा कस्तो छ होला भनेर सोच्नु हुँदैछ भने चाहिँ हाम्रो पिजी चाहिँ यस्तो छ है. हाम्रो चाहिँ कस्तो छ भनेदेखि होमले इन्भाइरोमेन्टमा नानीहरू छ घरमै जस्तो है. टाइम टेबल चाहिँ फेरि होस्टेलमा जस्तै फलो हुन्छ हो. अनि सबै हामी अब नानीहरूसँग मिलेर एउटा फ्यामिली भएर बसेका छौँ. अन्त त्यहाँदेखि चाहिँ के छ भन्दाखेरि चाहिँ यसरी कोही बेला आउटिङ जान्छौँ है, कोही बेला गेम्स खेल्छौँ, कोही बेला ट्रेकिङ जान्छौँ. अनि आज भने चाहिँ हामी आउटिङ गइरहेका छौँ लन्चको लागि. यसरी नानीहरूसँग हामी इन्जोय गर्छौँ है, पढ्नमा फोकस दिन्छौँ. साथसाथै अन्य एक्टिभिटिजहरू है करिकुलम एक्टिभिटिजहरूमा पनि एक्टिभ होस् भन्ने चाहिँ हाम्रो सोचाइ छ. किनभने अहिलेको जमानामा चाहिँ नानीहरू चाहिँ मल्टी ट्यालेन्टेड हुनुपर्छ है, पढ्नु मात्र होइन सबै सिकेको हुनुपर्छ. साथसाथै संस्कारहरू पनि सिकेको हुनुपर्छ. त्यसै कारण सबैजनालाई हामीले सकेभर चाहिँ उनीहरूलाई राम्रो बनाउने कोसिसमा छौँ. यस्तो छ हाम्रो पिजीको डिटेल्स चाहिँ. अनि अर्को कुरा के छ भने स्टडीमा चाहिँ हामी क्याटेगोरी छुट्याउँछौँ है. किनभने सबै नानीहरू पढ्नु राम्रो हुँदैन नि त. सबै अब कोही स्पोर्ट्समा राम्रो हुन्छ, कोही स्टडीमा राम्रो हुन्छ, कोही डरलाग्दो ब्रिलियन्ट हुन्छ, कोही एभरेज हुन्छ, कोही निकै एभरेजबाट पनि निकै तल झरेको हुन्छ है. अनि त्यसले गर्दाखेरि चाहिँ क्याटेगोरी छुट्याएर चाहिँ त्यही प्रकारले हामी गाइड गर्छौँ. किनकि नानीको पहिला क्यापेबिलिटी हेर्नु पऱ्यो, त्यही प्रकारले त हामीले पढाउनु पऱ्यो, गाइड गर्नु पऱ्यो. फेरि नानीको क्यापेबिलिटी छैन हामीले जबरजस्ती गऱ्यो भने पनि नानीहरूलाई प्रेसर हुन्छ. त्यसै कारण त्यो अनुसारले हामी नानीहरूलाई गाइड गर्छौँ. अनि जतिजनाले भिडियो हेर्नुहुनेछ तपाईँहरूले पनि आफ्नो नानीहरूलाई है नानीको पोटेन्सियल हेर्नुहोस्, त्यो अनुसारले तपाईँहरूले गाइड गर्नुहोस्. अनि मल्टी ट्यालेन्टेड बनाउनुहोस्. संस्कारदेखि लिएर है एडुकेसन शिक्षादेखि लिएर सबै कुराहरू सिकाउनुहोस् है. किनभने भविष्यमा यो कुराहरू एकदम महत्त्वपूर्ण हुन्छ उनीहरूको लागि. खान थाले खाऊ तातो रहेछ
यो त तातो रहेछ समोसा अहिले भने चाहिँ हामी लन्च गरेर पनि वाटरफल जाँदैछौँ है यहाँनिर कहाँ भन्दाखेरि चाहिँ यो सिङलिङदेखि उतापट्टि पुन्चेपुङको वाटरफल नाम चाहिँ के हो मलाई थाहा भएन है त्यहाँ जाँदैछौँ है हेर्नुहोस् न है सानो भए पनि है सो ब्युटिफुल क्या अहिले भने चाहिँ अब झरना वाटरफल्सको पनि है हामीले इन्जोय लियौँ है मजा आयो त्यो खेलेर चाहिँ हेरेर चाहिँ अब हामी फर्किँदैछौँ घरतर्फ जाँदैछौँ अब कार इज देयर त्यहाँनिर छ हाम्रो गाडी अब हामी फर्किँदैछौँ थ्याङ्क यू सो मच अल द भ्युवर्स सपोर्ट गर्नुहोस् फलो गर्नुहोस् लाइक अनि कमेन्ट गर्नुहोस् है त